तीनटा कुखुरा पनि मरेछ। यहाँ चाहिँ कोब्राले चाहिँ कुखुरा खाइरहेको रहेछ यो भित्र। म चाहिँ रेस्क्यु गर्न आइपुगेको छु। मनस्लेट कोब्रा है उता जानु। यत्रो कुखुरा आँट्या त यार। त्यसले चाहिँ यत्रो ठुलो कुखुरा खाइरहेको छ यो भित्र। उतापट्टि गइसक्यो उतापट्टि त्यो अलिक च्यात्नु पर्छ के समात्नु मिलेन नि। सर्व यताबाट आइसक्यो है उता उता आइसक्यो सर्व। खोरै जस्तो टाइपको रह्यो। कता बुझ्यो? यही जाली यही जाली त्यही जाली हो। यही जाली हो। एकछिन निकालिदियो। पाउन एकछिन पाउन निस्किन्छ फुत्तै निस्किन्छ पाउन है। असिल भयो सामान पाउन एकछिन पाउन न। यहाँ तल भयो नि यहाँबाट भाग्यो भने त कहाँ भेट्छ र यो ठाउँ यस्तो छ गाह्रो। त्यो रेडी भइरहेछ है निस्किनको लागि है। त्यो ठ्याक्कै ढोका भएर आएर बसिरहेछ है। उतापट्टि गयो भने त्यो मेबी निस्क्यो 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 ल। यता ल छोड 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 भाग ल ल। ल एकजनाले लाउ न यो खोल्न खोल्नु न यो झोला। भिडियो बनाउन अलि नजिक ल्याएर भिडियो बनाउनु सुन्दैन समय राख्छु त्यो एउटा झोला खोलेर राखिदिनु त्यहाँ यो झोला खोलेर राखिदिनु उचाल्नु त्यसलाई अब पछाडिदियो डङ डङ पछाडिदिनु। अब यो के राखे हो यो अब डिभिजनलाई फसाएर त्यो चाहिँ हातले नसमाउनु है। टोक्छ नि त्यहाँ बाइक त्यसले टोकिरहेको हुन्छ हातले भेटेर दाँत भेट्यो भने। यो कुन ठाउँ रे भनिदिनु त दाइ तपाईँले? खतिवडा टोल कसको घर भन्नु त? टोल हाम्रो मनिष कमरेडको घरको चाहिँ कुखुरा खोरा पसेछ किङ कोब्रा।
किङ कोब्रा होइन मोनोस्लेट के अरे मोनोस्लेट कोब्रा ए मनोसेट कोब्रा हजुर अनि यहाँ चाहिँ अब हाम्रो उद्धार टोलीलाई चाहिँ हामीले जानकारी गराएर चाहिँ अब हामीले यहाँ यसलाई अब समाउन सफल भएको छौँ अब उहाँले चाहिँ अब कहाँ लगेर बुझाउने अब के गर्ने उहाँलाई थाहा होला अब हामीले सबै समातेर चाहिँ झोलामा राखेर चाहिँ पठाउने क्रम गरेका छौँ ल धन्यवाद है हाम्रो मनिष सरको घर चाहिँ यही हो हातले नसुन 3-4वटा कुखुरा पनि मारेछ 3टा कुखुरा पनि मरेछ टेन्सन हुन्छ यसलाई यहाँनिर डसेको छ चल्लालाई यसलाई पनि यति निलिसकेको थियो टाउको यति ठुलो कुखुरालाई मोनोस्लेट कुखुराले कुखुरा यहाँनिर त सर्प चाहिँ